रोक्नुहोस् त के भयो ट्राफिक सर के हो तपाईँको हेलमेट खोइ त त्यही हो हेलमेट ए यो सरी सर मैले अघि हेलमेट उता सर्भिसिङमै बिर्सेछ अब एकछिनमा ल्याएर आउँछु नि सर हुन्छ ल ठिक छ त्यसो भए तपाईँको ड्राइभिङ लाइसेन्सहरू दिनुहोस् अनि अरू के कागज छ सबै दिनुहोस् त खै अब चिट काट्ने भएर गाह्रो पर्ने होला हुन्छ सर ल लिनुहोस् न मेरो ड्राइभिङ लाइसेन्स ल ठिक छ तपाईँको अब यो लाइसेन्स चाहिँ म अब ट्राफिक अफिसमा लान्छु अनि बाँकी सबै चिट क्लियर गरिसक्नु है त कहाँ त्यसरी दुःख दिएर हुन्छ सर बरु मेरो मोबाइलमा नाइक एप छ त्यसमा सबै डिटेल्स छ होइन त्यो डिटेल्स हेरेर चिट काट्नुहोस् न ल तर तपाईँले यसरी कसैको डकुमेन्ट्स अथवा सवारी साधनको चाबी यतिको लानु मिल्दैन त कसले भन्यो तपाईँले त्यस्तो कुरा कहाँ लेखेको छ ल सर तपाईँलाई थाहा छैन र हाम्रो सुप्रिम कोर्टको अनुसार अब ट्राफिक पुलिसहरूले चाहिँ यसरी कसैको पनि डकुमेन्ट्स अथवा सवारी साधनको चाबी चाहिँ यतिको लानु मिल्दैन नि र तपाईँले यसरी आफ्नो पावरको मिसयुज पनि गर्नु पाउनुहुन्न र मसँग अलरेडी मेरो नागरिक एपमा सबै डिटेल्सहरू छ अब त्यही हेरेर बरु अनलाइन चिट काट्नुहोस् है त ए सबै थाहा रहेछ ल त्यसो भए त्यो तपाईँको नागरिक एप दिनुहोस् अनि यो तपाईँको आफ्नो लाइसेन्स लानुहोस् त हो यदि तपाईँहरू यसरी झन्झटबाट बस्नु मन छ भने अहिलेबाटै नागरिक एप युज गर्नु थालिहाल्नुहोस् होला है त